हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो डे टु मिनी ब्लगमा। आज चाहिँ म तरकारी के बनाउने होला सोच्दै बारीतिर लागेँ। त्यहाँ गएर चाहिँ मैले आलुहरू निकालेँ, अनि सिपचाना पनि फलेको थियो, अनि सिपचाना टिपेँ, अनि मुला निकाल्छु भनेर लागेको मुला चाहिँ भाँचिएर यसरी आयो कि। अनि सिमी पनि फलेको थियो, अनि सिमी टिपेँ, अनि सबै तरकारीहरू टिपिसकेपछि चाहिँ म तरकारीहरू काट्न थालेँ। अनि गाउँमा बसेपछि यति चाहिँ फाइदा हुन्छ है, आफ्नो बारीमा फलेको अर्ग्यानिक तरकारीहरू खान पाइन्छ नि त। अनि मैले भात चाहिँ अलि अगाडि बनाएर राखेको थिएँ, अनि तरकारी बनाउन थालेँ। अनि तरकारी पाकिसकेपछि चाहिँ म रुमहरू सफा गर्न लागेँ। रुम सफा गरिसकेपछि चाहिँ अब हाम्रो वन जाने टाइम भइसकेको थियो। सो खानासाना खाएर अनि वन जानको लागि रेडी हुन लागेँ। अनि बाख्राहरू निकालेर चाहिँ हामी सबैजना वनतर्फ लाग्यौँ। बाटोमा रमाइलो गर्दै हामी वन पुग्यौँ। अनि घाँस काटेर चाहिँ अब घाँसको भारी बनायौँ, अनि त्यसपछि म लोटेँ है, मेरो खुट्टाबाट खुन पनि आयो। त्यसपछि चाहिँ हामी घर जाने टाइम भयो, अनि घरतिर निस्क्यौँ। अनि आधा बाटोमा पुगेपछि चाहिँ एकछिन आराम गर्न बस्यौँ। अनि आराम गर्दा चाहिँ अनि 5 बजिसकेको थियो। सो त्यसपछि हामी घरतिर लाग्यौँ। आजको लागि यति नै, बाइ बाइ।